आयो दोकान भिडियोमा आउँछ क्या पछि 1000को नोट हालिदिनु पर्ने 500 भयो तेरो हो न तेरो हुन्छ त्यसको पैसा निकाल्नु भयो अब यता नानीलाई मालाहरू उठाउनु पाद्यम दीपनारायण डलरको पत्ता त्यही बुधाहरू पाद्यम अर्घम पञ्चामृत मिलाउँदाखेरि पाद्यम अर्घम पञ्चामृतम सिन्दुरम मतिर चढाउने केशलाई माणी दीपनारायण देवता पुक्तोषी क्षमस्या फुलहर हात नमस्ते कपणापाय नमस्ते जलसायिनी नमस्ते केशवानन्त वासुदेवं नमस्ते सुखद वदन कल्याणम आरोग्यम सुख संपदा मम ज्योति प्रकाशाय कर्म शास्त्रति दीपज्योति विष्णवे नमः समर्पण दीपनारायण भो वर्णकल सफुलहर यहाँ छैन भो वर्णकलश यहाँ गच्छ यावत् कर्णी तावतं सुधिर सुप्रचण्ड वर्धवति चढति दलर्क पञ्चामृत पाद्यम अर्घ्यम पञ्चामृतं सिन्दूरम आदिर चोडम्बे केच्छदायि माने पुष्पाणि समर्पयामि भो वर्णकलश भक्तोषी हजुर भो गणपति फुलहर यहाँ गणेश पाद्यम दलर्क हिमाणी पुष्पाणि समर्पयामि भो गणपति पुक्तोषी सिद्धिपति सहिताय साङ्गाय साधुनाय सपरिवाराय
माला दाहिनेहरू जस्तै यसोमा राख्नु दुबोको होला गरमाला पहिला गरमाला गरुवा लिएर तिनचोटि दुबो पनि यही राख्ने होला पन्ध्र भन्नुभयो प्रतापक्षते पदे पदे ओपियानि तिनचोटि भएपछि त्यो अगाडि ओपियानि गञ्जबा पानी प्रतापक्षते पदे पदे अगाडि पुग्नु पर्यो मङ्गलाय तनु हरे माला लगाइदिनु तदेव लग्नं सुदिनं तदेव माला लगाइसकेर साथी हो है ताली बजाऊ ताली बलम तदेव तदेव लग्नं सुदिनं तदेव तदेव स्मरामि हरे यो दुबो लगाइदिनु त्यताबाट खै ताली है दुवैजनाको नापो अलिक मिस्टेक भएछ के त नमस्कृताय शासमूर्तके सहस्रपादात्मके पुरुषाय शरणे भगवान् दीपज्योति विष्णवे नमः नमस्ते कपणाभाय कुलराज नमस्ते कपणाभाय नमस्ते जलसायिनी नमस्ते केशवानन्द भगवन् कल्याणम् आरोग्यं सुखसम्पदां मम ज्योति प्रकाशाय कर्मशासिनी दीपज्योति विष्णवे नमः ओ वरुण कलश या गच्छ या तिष्ठ या पूजां प्रणीतावतां वरदो भव साथि मार्गं पञ्चाक्षं ओ वरुण कलश तुलसी क्षमस्य गणेश ओ गणनान्त्वा गणपति मवामहे गृणान्त्वा मवामहे दिनान्त्वा दिवति मवा वै वसुम आहा मदानि गर्भमदाति गर्भ सिद्धि बुद्धि सहित सांगाय साधुलाय सपरिवाराय मंगलमूर्ते महागुरु गणाधिपतये नमो तुलसी क्षमस्य ओम मनो में तपदा बातो में तपदा तत्व में तपदा गणा में तपदा तो गणा में तपदा आप सिरसी गणा से ओम ताक्षते कुछ के ओम ताक्षते विष्णु विष्णु यदि विष्णु तथा वारण विष्णु योग विष्णु प्रणव अक्षय तृतीया को परमुंड मानव को दृश्य
पराय प्रायश्चित कविदान गोदान दान तीर्थव्यम मम सम्प्रपथे कपिले सर्वदेवानां पूजन विस्मरकं मम पापं ते पुवते अब चप्पल है अब यो एउटा भाषा गत्वा मया कन्या पुत्रार्थं स्वीकृत्वा कन्या विधौ वित्तं सुखी भव भाषा दत्तो मया कन्या पुत्रार्थं स्वीकृत्वा कन्या बलो कनविधौ कन्यालाई कृष्णाय गोविन्दाय नमो नमः गासं श्री फलं समर्पयामि। यहाँ हामीलाई शङ्ख आइपुगेर रहेछ रबिन उताको लिएर आउँछ ठाउँै सानो भयो क्या हजुर यो चल्न नै भएन है क्यामेरा हिँड्ने भए अलि अगाडि नै फोटोग्राफी गर्ने आराम हुनुहुन्छ हिजो बेलुका कि हजुर केही हुँदैन यस्तो भ्याइएन यतापट्टि भ्याइए कुनैले कोडा धुँदा तिमीहरूले नमस्ते गर्ने यस्तो हात जोड्नु अनुसार त्यस्तो हजुरबा हो नाम ध्रुवदुला तपाईको त होइन कि बगाइपट्टिको त हजुर हजुरबाको चाहिँ यसको बाउको चाहिँ भोज प्रसाद भोजराज बजगाई मिल्न त मिल्छ दिदी अब नेपाल होला है आशीर्वाद लिने हो नि
संस्कार हो क्या हाम्रो हिन्दू धर्म जरुर ओके एकचोटि गएर हुन्छ पठाएको नाइले गुरुले मागिदियो होला के भन्छ बाबा मम्मी हो त्यहाँ अङ्कललाई उता लिएर जानु न भेन्डाने बोलाउनु त बेलुकासम्मै हुन्छौँ हामी यहीँ टेन्सन छैन पहिलो कुरो त यहाँ मैले लडाउ न लडाउ नै भेटाएँ त्यो हेर्दैन इसको रेक्टेंगल शेप त्यो यो त के अब अर्को पालि देखाएर मेरो दाग अलिकति सबैबाट गाडी पठाइदिन्छु पैसा हुन्छ नि गाडी कस्तो धन भएकै बुद्धि नभएको मान्छे त्यही हो कि त्यो अलि माथि तान्दै भयो लास्ट कुरा गर्नुहुन्छ तपाईँ पालै कान्छु आएको मरि होइन तिमीलाई छ पुग्ने छ तिर्न गएर नपठाएर पाउँछ जाने 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 यहाँ जाउँ न सँगै यहाँ 4 जना जाने श्रेन्द्रितायां अक्षय तृतीयां सुपरपुण्यतिथौ यथा तिथि नक्षत्र संसाद्यः भूदान कवितेन तुभ्यं मम समुद्र भटे कुशेत दिनोस् फुलास राज कवितेशं देवानां पूजनीयं स्मरणं मम पापं
पौत्रीन किलकुमारी कन्याय मारे पाप पाले त्यो ज्वाइँलाई दिने कपडा उयो झोलै गर्नु फोटो खिचेको मङ्गलम भगवान् विष्णु मङ्गलम तदेवलं शान्ति महं करे सदा लगाइदिनु सक्यो उसले तिरिहाल्छ नि यो धेरै राम्रो हुँदो रहेछ एउटै घर केटी चाहिँ कहाँ खाने होला अब अद्धा चाहिँ ए भगवान् काइदा हुँदो रहेछ उता जानुहोस् ल दाइ आफै निकाल्छ यिनीहरूलाई पहिलो गाडी पठाउने कि दोस्रो गाडी अलिकति रोल चाहिँ सबैजनाले हो पस्नु अब ऊ त्यो बुढी अम्ला दाहिने हातको बुढी अम्ला समातेर अगाडि घुमिया त्यो नाङ्लो समाइरहनु है ल हो दाहिने हातको बुढी अम्ला समातेर जाने दाहिने हातको बुढी अम्ला लिएर जाने
छेउको थुक्रामा रुमाल तान्ने अब देउन नानी अघि लाग्नु पर्यो नवीन नानी समातेर फेरि अहिलेको फेरि अहिलेको जस्तै तपाईँ उतै उठ्नु यतापट्टि ल फेरि अहिलेको जस्तै हात थाप हात थाप प्रथमान्य प्रदेशे हेतृतं दृढते ओम स्वाहा दत्ता महाप्रदेशे स्वाहा ल फेरि घुमौ यो सबै खाने ओम स्वाइदम स्वाहा ल हाल्दिउ ल फेरि ती जाउँ घुमौ फेरि त्यही जाउँ नानु उताबाट जाउँ न अब यो उडाल्नु पर्यो नि फुल प्लास्टिकमा एक नम्बरदेखि बजारले पर्वताय नमः अब दोस्रोमा ओम त्रितः प्रदशः ऋतसं प्रदशित दक्षिणाते प्रजापति ओम त्रिदश तृतीय ओम तृतीयः प्रदश षड्पातः विष्णुसहस्रकृतिं प्रदश तृतीयं प्रपदाय नमः चौथम ओम तत्रः चतुर्शतगायत्री निष्ठपङ्क्ता जगता निष्ठपङ्क्ता सहितशवतारं प्रदशित तनं प्रदेशित चतुर्थप्रपदाय चौथम ओम तत्र से चतुर्थप्रपदः ऋतं शिवेशनं प्रदशे प्रजापत्र ओम पर्वताय नमः पाँचम ओम पर्वतश ऋतः सदनश श्रेष्ठश कृतिशतं प्रदशे सप्तपद पर्वताय नमः षष्ठप्रपद
बद्धो विद्याति बुद्ध्यं ओम गजाननस्य प्रदेशे ओम परस्स बद्धो विद्याति बुद्ध्यं ओम त्रिडास्यः ते जगते सर्वतो देशिनारायणं शंकरतारि उता त बेसी दियो यार होइन उता सक्यो फोटो खिच्छ भन्नु पर्यो परस्स बद्धो विद्याति बुद्ध्यं प्रणा विद्याति परस्स बद्धो विद्याति बुद्ध्यं लास्टै आँखा बोल्यो बढ्दै छ है बढ्दो क्रम जारी छ अब फेरि घट्दो क्रममा आयो फेरि बढ्दो क्रममा आयो खुट्टाले हुनु पर्यो पैसा मात्रै मागेर भएन यो भनेपछि मात्रै उठ्ने है अब यता सिटिङ लगाइसक्यो यहाँ सिद्धिउँ अहिले यहाँ लास्टमा चाहिन्छ फेरि बासन छ बासन छ प्रजापते ऋषेशे स्वाइदम ओम प्रजापतये स्वाहा ओम विश्वेशाइदम प्रजापतये स्वाहा ओम चतुर्लिंग सहा प्रदशे सदानं प्रदशे कृतानां प्रदशे ओम प्रजापते छोटे ब्रह्मा शीलकुमारी विवाह कर्मनिमित्तार्थं माण्डवपुत्रस्य वराय विवाह कर्मनिमित्तः ब्राह्मणाय सुखदाय पूर्णपादकाले स्वस्ति सुस्लेर चाहिँ लादमा विवाह कर्मनिमित्तातः भारत ब्राह्मणाय सुखदाय यथाशक्ति दक्षिणदान तीर्थव्यं मम ओम स्वस्ति तत्सदे नमः हालेछ त्यो मैले अर्को एकजना भइदियो भने त कर्तालाई नलाउनु भन्दा रहेछ नि है अर्को एकजना कोही भयो हुन्छ कि यहाँ उहाँले जग्गीमा काम गर्नु तपाईँले गरिदिनु हुन्छ यसो त्यहाँ दुईजनालाई छाइदिनु होइन अनि उता पर दोबाटालाई केही फरक पर्दैन उता नि हो मलाई दिनु तल राख्नु
यता दाजुभाइ परेको यता पराइको परा यसो मुखमा त लगाइदिनु नाकमा पर्यो होइन ठेकी निक्ल्नु ल ठेकी निक्ल्नु ल के तल ठेकी छ
चाहिँ भएन खै त गइया काम गरेको होला बिचरा थुके लाग्यो होला कि हाम्रो धेरै बगाउनु भयो पहिचान चाहिँदैन आइफोन पनि चाहिँदैन केही पनि चाहिँदैन केही गरी रोको देख्नु पर्यो भने पर्दैन हामीलाई दक्षिणा अब छोड्ने हो त बात तो पौड़े में तो सीधा सोच आया होती है आलु त जा भन्नु
ए हातै थापेपछि त भेटिहाल्यो लु बधाई छ लु बधाई छ अर्को पनि बधाई छ धेरै नगरे हुन्छ पैसा धर पैसा धर तपाईँले उतार गर्नु न बिचार राख्नु न पार्टी त्यो धान विचार झिकन हुन्छ विचार गर्नु बिचार धैर्य गरेर आदिनु पर्दैन अब यो घर तिम्रै हो यो घर तिम्रै त हो त अब अब आनन्दले गर्नु किन अर्ले हाल्दिनु पर्छ अरूले हाल्ने होइन र मनसाले हाल्दिनु ए हालिसके के हो यो लो मुस्कुराहट मुस्कु मुस्कु छोड़ दे हाँ नहीं तो ला बस बंद ये सुपारी खोज्या सोनै खोज्या तर सबै बोरी घाटा पर्यो सब गएला दिएर के छैन आन्टीले होला नटिप्ने आथे त्यही पैसा खला है राम्रो छ र अनि थापे होला सुपारी दुईटा थियो दुईटा भइसक्यो पैसा खस दुई फेरि भएन हो अब उहाँ पैसा खसेर गयो पैसा kasi हाल्नु पर्दैन अहिले त्यसै नि धान उठाउन खाइहाल्ने हो भट्टाभट उठाउनु ठाउँ हाल्दिनु न हो त्यो पैसाहरूले हालिदियो भने त हुन्छ पिँदैमा हाले त अनि सिधै अगाडि भेट्यो नि यो पाती समात्नु पर्छ पिछा हाल्नु पर्ने आमा कहाँ गएको नानी डरिएला कपालले कति भेट्टायो जम्मै भेट्टायो खानु दुईजना खानु अब त्यतिको पालो भेटौँ सासूको पालो अहिले सासूको पालो भयो सुपारी कोइलले भेट्यो सुपारी र पैसा सुपारी सुपारी के हो देखाएको छैन कि होइन मैले देखाएको थिएँ भएर देखेकै छैन पैसा हातैमा खाँदिदिएको हेर्नु अर्को छ एउटा सुपारी भेट्न बाँकी सुपारी हेर्न बाँकी देखिरहेको आधी घन्टा चाहिँ बिहा छैन ओ बल्ल यहाँ हाल अब भयो आन्टी भइसक्यो दिनखेरि भयो बनाएर देखाउनु पर्छ दुईजना भएर देखाउनु पर्यो नि गर्दै लायो मम्मी बिस्तारा अरे म बिस्तार जानु बिस्तारा नहट्नुपट्टि है मम्मी भन्छ के थुप लाग्ने सय दिनु पर्छ कि छिटो गरौँ ढिलो भयो जान्छ सबैले पुग्नुपर्छ उज्यालोमा भाजाउँ हामी आइहाल्छौँ आमा बिस्तारै है कपडा बिस्तारा है मम्मी बिस्तारा बिस्तारै जाउँ लाइट घुम्ने यसमा त श्वेताको जुत्ता यहाँ बाहिर ल्याइदिएँ है मैले ल फोटो यहाँ बाहिर